नमस्कार साथीहरू। के तपाईले कहिले सोच्नु भएको छ किन केही मानिसहरूको जीवनमा प्रेम, राम्रो स्वास्थ्य र प्रशस्त पैसा हुन्छ, तर केही मानिसहरू जीवनभर सङ्घर्षमै बिताउँछन्? यदि म तपाईलाई भनौँ कि यी तीनवटै कुरा प्राप्त गर्ने एउटा शक्तिशाली रहस्य छ र त्यो रहस्य तपाईको आफ्नै सोचभित्र लुकेको छ। आजको भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि यसले तपाईको जीवन हेर्ने दृष्टिकोण नै बदल्न सक्छ। यस पुस्तकको मुख्य सन्देश हो तपाईको सोचले नै तपाईको भविष्य निर्माण गर्छ। यदि तपाई साँचो प्रेम चाहनुहुन्छ भने पहिले अरूलाई सम्मान गर्न सिक्नुहोस्, विश्वास दिनुहोस्, माया दिनुहोस्, समय दिनुहोस्। जति धेरै सकारात्मक ऊर्जा दिनुहुन्छ त्यति नै धेरै प्रेम तपाईको जीवनमा फर्केर आउँछ। स्वास्थ्यको रहस्य। स्वस्थ जीवन केवल राम्रो खाना खाएर मात्र सम्भव हुँदैन। सकारात्मक सोच, दैनिक व्यायाम, पर्याप्त निद्रा र आफ्नो शरीरप्रति कृतज्ञता यी सबैले तपाईलाई बलियो बनाउँछन्। हरेक बिहान आफैलाई भन्नुहोस्, म स्वस्थ छु, म ऊर्जावान छु, म हरेक दिन अझ राम्रो बन्दैछु। पैसाको रहस्य। धनी बन्ने रहस्य धेरै पैसा कमाउनु मात्र होइन, सही बानी बनाउनु हो। नयाँ कुरा सिक्नुहोस्, बचत गर्नुहोस्, लगानी गर्नुहोस् र अवसर देख्ने बानी विकास गर्नुहोस्। याद राख्नुहोस्, पैसालाई सम्मान गर्ने मानिसले पैसाको मूल्य पनि बुझ्छ। सफलताको सूत्र। ठूलो सपना देख्नुहोस्, हरेक दिन एउटा सानो कदम चाल्नुहोस्, असफलताबाट सिक्नुहोस्, आफूमाथि विश्वास राख्नुहोस् र कहिल्यै हार नमान्नुहोस्। अन्तिम सन्देश। प्रेम, स्वास्थ्य र पैसा यी सबैको सुरुवात तपाईको सोचबाट हुन्छ। आज एउटा राम्रो निर्णय लिनुहोस्, किनकि तपाईको भविष्य आज तपाईले गर्ने निर्णयले निर्धारण गर्छ। यदि यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्टमा म सफल बन्छु भनेर लेख्नुहोस्। यस्ता प्रेरणादायी भिडियोहरू हेर्न चाहनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिच्न नबिर्सनुहोस्। धन्यवाद। फेरि अर्को प्रेरणादायी भिडियोमा भेटौँला।